There are so many famous places in Sikkim, but almost nobody talks about this one. This is Tosa Lake, one of the most underrated places I have ever been to. I spent 5 days on this trek, and every day I learn something new, explore new places, and create memories I will never forget. This trip was truly special for me, so come along, let's see how this trek goes. Good morning, guys. This is the first day of our trek to Tosa Lake, and this is my backpack. I packed this yesterday, and I'm super excited for this trek. I'm in my home right now. So आज चाहिँ हामी यहाँदेखि मङ्गन जान्छ, मङ्गनबाट चाहिँ भोलिदेखि चाहिँ हाम्रो मेन ट्रेक चाहिँ हामी स्टार्ट गर्छ. And just be with me, guys. Let's go. So guys, this is day 2 of our trek to Tosa Lake. Sorry Nana. Introduce Gurung. Sujal, Gurung, Rungen la sabele tinja. What's up? Sujal Moktan ela. Bye. Dawa bhai bhai नाम पनि मलाई त. So अब चाहिँ हामी ट्रेक स्टार्ट गर्न आँटेको. भन्दा न अब यहाँबाट कहाँ जान्छ? अब हामी गाडीमा चाहिँ यहाँदेखि नागासम्म जान्छ. नागासम्म गाडीमा, अन्त नागादेखि चाहिँ हामी हाम्रो मेन ट्रेक स्टार्ट गर्छ. कुखुरेसम्म. Let's go, guys. Jung, you excited for today? Super very excited, much, bro. Very much. Yes, I are. We started our trek, and yeah, हामी चाहिँ यहाँसम्म चाहिँ हामीलाई गाडीले पुऱ्याइदियो. सो आजको डेस्टिनेसन चाहिँ हाम्रो कुखुरे हुनेछ. कुखुरेसम्म चाहिँ आई गेस 4-5 आवर्स लाग्छ होला यहाँबाट. सो लेट्स सी हाउ इट गोज. चाहिँ अलिकति उयो छ, ढिलो छ रहेछ, तर त्यति साह्रो पनि होइन. How you feeling? भोक लागेर थाक्यो नि. भोक लागेर थाक्यो? अब खाजा खानुपर्छ. मकैको चम्पा. मकैको चम्पा. दामी हुन्छ मकैको चम्पा. ओइ त्यो बटन हुन्छ नि. We are in our second stop. हाम्रो गाइड दाजु यता. होइन ह्यान्डसम देख्दो रहेछ. हेलो भन्दिनँ. हेलो. Hello. बाजे कति वर्ष भयो यहाँ बस्नु भएको तपाईँ? टक्कै म बसेको चाहिँ भर्खर 1 वर्ष हुँदैछ हो. 1 वर्ष. हजुर. मजा आउँदैछ यहाँनिर? मजा आउँछ? खोइ मजा भन्ने त सकिँदैन, जाडोले चाहिँ बिहान उठ्नै सकिँदैन. बिहान जाडो हुन्छ है? बेलुका? बेलुका पनि त्यतिकै? बेलुका पनि त्यतिकै हो. सो
सो अहिले चाहिँ हामी यहाँनिर गोठमा छ अनि यो चाहिँ हाम्रो थर्ड स्टप हो भनौँ, थर्ड स्टप। अनि यहाँ हामीले अलिक चियाहरू बनाइ खायौँ। अन्त यहाँबाट अब चाहिँ कुखुरा बेसी छैन अरे, पुग्नु आँट्यो अरे। सक्यो त चिया, ल लिएर आइज। So this is the place where we stay tonight. अनि यो चाहिँ बेसिकली यहाँको गोठालाहरूको गोठ हो। सो या आज हामी यहीँ बस्छ। This is my tripod by the way. So this is day 3 of our trek to Tosalek. यो चाहिँ हामी अहिले भ्यू पोइन्टमा आइरहेको छ कुखुराको मेन। हामी तल गोठबाट चाहिँ भर्खर वकमा माथि आएको। अब आज चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ यहाँ कुखुराबाट चाहिँ माथि घुम्नेसम्म हुन्छ अनि इट विल बी अराउन्ड 4-5 आवर्स यहाँदेखि। हिजो जति हिजोभन्दा अलिक बेसी अनि अलिक टफ पनि छ। सो या बी विथ अस। यो ज्याकेट खोलेर सुतेको म चाहिँ। अन्त रुइदिन्छु है म, गरम भयो भने चाहिँ रुइदिन्छु है म। So we started our third day trek to घुम्ने। आज हामीले कति 9:30 भयो, 9:30 मा हामीले ट्रेक स्टार्ट गर्यो। मेबी इन 4 or 3 या 4:30 तिर माथि पुग्नु पर्ने। ल अहिले चाहिँ म र सुजल हिँडिरहेको छ, दुईजना। 3जना पछाडि, अलमोस्ट 6जना चाहिँ अगाडि छ। एन्ड वी आर इन मिडल। यता अहिले द मोस्ट इम्पोर्टेन्ट थिङ यु क्यान डु इन ट्रेकिङ, whenever you see plastic around you, you can just pick it up and जलाइदिनु। अन्त डराउँदा पनि हुन्छ, अन्त त्यहाँ गोठमा छोडिदिनु हुन्छ। किनभने इन फ्युचर कोही आयो भने त्यो प्लास्टिकहरू चाहिँ उनीहरूलाई आगो बाल्नु काम लाग्छ। सो डु दिस थिङ्स वेन यु आर इन ट्रेकिङ। हाइट फोबिया रे। It's just a trailer, bro. भिरा चाहिँ छ अरे। Why you need tripod? मजा आ रहा है। ओ भाई ओ
Yo. We are in our second spot. घुम्ने छिटो आइपुग्नु भएछ त एकदम स्पिड पाज अब चाहिँ हामी यहाँनिर फुटबल खेल्न आएका छौँ हाम्रो ओपोनेन्ट छ ब्रो टिम Hello guys, good morning. Good morning. This is our 4th day to Tosa Lake. आज चाहिँ हाम्रो लास्ट हो तोसा हामी पुग्छ आज नानाले चाहिँ यहाँ ब्रेकफास्ट गर्दैछ बिहान ब्रेकफास्ट तपाईँको सबैजना छ लेट मी सो यु अनि त्यो यहाँको भ्यू चाहिँ एकदम दामी वान अफ द बेस्ट भ्यू अहिलेसम्म मैले लाइफमा देखेको कस्तो माउन्टेन्सहरू चाहिँ यस्तो खालको रहेछ कि यस्तो खालको बिचमा चाहिँ त्यहाँनिर चाहिँ सानो रिभर आउँदो रहेछ वी आर लिभिङ गाइज अब गएको हामी तोसापट्टि What a beautiful place. Water is crystal clear. यस्तो सफा पानी. One of the best landscape guys. If you are interested in trekking and want to spend for 5 days, this is the best place. Gota adosa hulelno. Guys, if you don't have tripod, you can use this jugaad, okay? यो चाहिँ जुगाड by Simon. हामीले चाहिँ यता माथि जानुपर्छ यो टल्किँदै गरेको त्यो आइसलाई चाहिँ हामीले चिरेर जानुपर्छ रेला हो के पानी चाहिँ खाइदिउँ न The mountain doesn't care about your ego. Let's go. Whoa. How are you feeling? Dami. Abu color. Worth it. This is the toughest part of this trek.
So we are finally at Tosa Lake, and this place is situated 4,000 meter above from sea level. अनि यहाँको चाहिँ अहिले चाहिँ लेक माथि सबै यो फ्रोजन लेक भइरहेको रहेछ आदि चाहिँ यहाँनिर चाहिँ पानी यति मात्रै पानी रहेछ अनि water is so crystal clear. This place is just wow. अनि यसपालि चाहिँ हामीले हाम्रो सन्तोष दाहरूसँग यहाँनिर ट्रेक गरेको. सन्तोष दा यता हेर्दिनुहोस् न, तपाईँहरू पनि सन्तोष दाको टिमसँग हामीले ट्रेक गरेको. सन्तोष दा तपाईँको होमस्टेको बारेमा भनिदिनुहोस्. होमस्टेमा चाहिँ तपाईँहरू आएर एक दिन बस्नुपर्छ, त्यहाँबाट चाहिँ हुन्छ ट्र्याक हो. इफ इन्ट्रेस्टेड छ भने चाहिँ आउनुहोस् तपाईँहरू. होमस्टेमा एक दिन मजाले बस्नुपर्छ, त्यहाँदेखि त्यसको बाद भोलि बिहानै हिँड्नुपर्छ, त्यहाँबाट यसरी पुगिहाल्छ. त्यहाँदेखि अरू भिडियोहरू हेरिहाल्नुहोस् तपाईँहरू आफै हो, दामी छ भनेर. सन्तोष दालाई कन्ट्याक्ट गर्नु पऱ्यो है. कन्ट्याक्ट गर्नु पऱ्यो. यता भाइले दिन्छ है तपाईँहरूलाई नम्बर. You can contact me. अनि म चाहिँ सन्तोष दाको नम्बर दिन्छु. We are leaving guys. अब फेरि हामी तल घुम्नेमै जान्छ. And the place was so good. So beautiful place. माथि माथि चाहिँ इन्डो चाइना बोर्डर, त्यहाँको रोडहरू बनाउँदै रहेछ त्यहाँनिर. Yeah, such a nice place. You guys must have to visit this place before you die. Run, guys! Yeah! चलो कहाँबाट आएको थियो पानी? यताबाट आएको थियो. यताबाट. यो चाहिँ फिक्सनले यस्तो पनि हुन्छ. Spider-Man. Oh, finally we are in घुम्ने again. Oh, हाम्रो दाहरूले चाहिँ एकदम दामी कौडी बनाउँदैछ आज चाहिँ. One of the best ट्रेक है यो चाहिँ मेरो दाहरूसँग चाहिँ. दाहरू चाहिँ एकदम दामी चाहिँ मान्छेहरू चाहिँ. कौडी पाक्दैछ. कौडी पाक्दैछ. म रेकमेन्ड गर्छु कि दाहरूसँग चाहिँ ट्रेकिङ आउनु भनेर चाहिँ. ओभर कम्फर्टेबल. यु जस्ट हेभ टु क्यारी यर ब्याग एन्ड वक. खाना पकाउनुदेखि लिएर दाउरा ल्याउनुदेखि लिएर सब दाहरूले गरिदिन्छ. यो गाइज वी आर लिभिङ फ्रम कुक्रे. सो आज हामी गएर मङ्गान बस्छ अनि मङ्गानबाट भोलि आफ्नो आफ्नो घर. सो या दिस वाज फर दिस भिडियो. नेक्स्ट भिडियोमा भेट्छु अब. बाई. In life, we never expect some trips to be special. Yet, they give us laughter and memories we'll always treasure. Like that, this is my story of Tosa Lake. Bye bye, Balu. Bye bye, Balu. Bye bye.